रियल टिओबीका जो प्रेसिडेन्ट हुनुहुन्छ त्यसको लिडर चाहिँ आज यहाँ हामीसँग आइसक्नु भएको छ र हामीले तपाईहरुलाई उहाँबाटै जे भन्नुहुन्छ र तपाईहरुले खोज्नु भएको उत्तर के हो जस्ताको तस्तै उहाँबाट ल्याउने कोसिस गरेका छौं। यो विषयमा तपाई प्रेसिडेन्ट त्यसको लिडर हुनुहुन्छ। हजुर त्यो ज्याकेट लगाउनु भएको तपाई नै हो? हजुर। त्यो जुन फोटो भाइरल भएको भइरहेको छ अहिले जति टिकटकमा फेसबुकमा भाइरल भइरहेको छ त्यो चाहिँ मै नै हो। रातो कालो ज्याकेटमा रातो स्टिचिङ भएको टिओबी भनेर लेखेको चाहिँ मै नै हो हैन। र टिओबीको धेरैजनाले सोधा गरिरहेछन् हैन। धेरैजनाले अब के हो त्यसको मिनिङ कस्तो हो के हो भनेर धेरैले सोधिरहेछन् हैन। टिओबीको मिनिङ धेरैवटा छन् हैन। त्यसमा चाहिँ अब म आदि टिबेटन हो, म आदि तामाङ हो हैन। मेरो बाउ बाजेको पालादेखि हामी यसरी काठमाडौँमा हुर्केको। अब उसमा चाहिँ कति पुस्ता भयो? 4 पुस्ता जति भयो होला। 4 पुस्तादेखि काठमाडौँ हुनुहुन्छ? हजुर 4 पुस्ता जति भयो काठमाडौँमा बसेको। तपाईलाई त टिबेटियन हो उतैको नागरिकता छ भन्ने खालको ब्लेम पनि लाग्यो क्या? हजुर। अब त्यो ब्लेम लाग्नु त लागिरहेछ। नागरिकता चाहिँ कहाँको छ तपाईको? टिबेटियनै हो? होइन, म टिबेटन चाहिँ होइन। मसँग टिबेटन नागरिकता के पनि छैन। मसँग नेपाली नागरिकता छन्। जन्मदाता देखेर सबै कहाँबाट हुर्केको कुन ठाउँमा जन्मेको सबै मसँग सबै प्रमाण सुतै छ हैन। अनि अहिलेसम्मको यत्रो वर्ष भइसक्यो नेपालमै हुर्केको म हैन। यही नेपालकै स्कुलमा पढेर हुर्केर बसेको मान्छे हो। हुने चाहिँ बसाइ चाहिँ बौद्धतिर हो मेरो। बौद्ध नयाँ बस्ती मैले हिजो भनेको अनुसार जस्तो। अब टिबेटन हो भन्ने चाहिँ छैन हैन। किन भन्दाखेरि चाहिँ मेरो बाउ पाला टिबेटन हो हैन। मेरो बाउले आमासँग बिहे गरेपछि तामाङसँग बिहे गरेपछि मेरो आमाले हजुरआमाले नातिले तामाङसँग बिहे गरे यताउति गरे लास्टमा गएर मेरो बाउ पढ्यो तामाङ मेरो आमा पढ्यो टिबेटन। त्यसरी पढ्दा म आदि टिबेटन भयो म आदि तामाङ भयो। तर नेपालमा बसेपछि 4 पुस्ता गइसक्यो। हजुर। तर नेपाली भयो नेपालमा बसिसकेपछि त अभियसली नेपाली नागरिकता भइसकेपछि नेपाली भन्छु नि हामीलाई पनि। तपाईहरु फ्री टिबेटको मुद्दा लिएर त्यो दिनको प्रोटेस्टमा गएको भन्ने कुरा आइरहेको छ। यस्तो फ्री टिबेट भन्ने नि मिल्दैन एउटा त हैन। टिबेट भन्ने एउटा राज्य भन्छ नि हैन। त्यो राज्य नै छैनन् हैन। यो नारा लाउनै मिल्दैन हामीले। त्यो दिन हामीले नारा पनि लगाएको छैन। हामीले केपी ओलीको विरोधमा चाहिँ हामीले नारा लगाए हैन। नेताहरूको विरुद्धमा लाउनु? नेताहरूको विरुद्धमा लगाए अनि भ्रष्टाचारहरूको विरुद्धमा। हजुर। त्यसबाट मैले स्वर उठाएँ हैन। धेरै ठाउँबाट मैले स्वर उठाएँ। तर फ्री टिबेट भनेर चाहिँ मैले अहिलेसम्म भनेको पनि छुइनँ। त्यहाँ यत्रोजना मान्छे थिए झन् 10-20 हजार नै मान्छेहरू थियो होला। कसैले सुन्यो भने चाहिँ हैन मलाई एकचोटि भन्नु होला हैन। अनि म भन्छु जवाब दिन्छु हैन। तर मैले फ्री टिबेट भनेर कुनै ठाउँमा नि मैले नारा लगाएको चाहिँ छुइनँ। हिजोकै कुरा गरौँ न हैन। हिजो हामी आफूलाई सरेन्डर गर्नलाई चौकी गएको थिएँ। दिनभर लागे गए हामी गलत छैन भनेर फिर्ता आए बसे भाइ बहिनीहरूसँग कुरा गरे के गर्ने भाइ भनेर। त्यतिसम्म आगो बलाएको थिएन त्यो कुरा। जब म घर पुगेँ घरमा आमा बाउसँग बस्दाखेरि जुन आरोप लाग्यो नि हैन। आरोप लाग्यो ठिकै छ हैन। आरोप लाग्यो जब त्यो तपाईँहरूले निर्णय गरे नि त म देशद्रोही भनेर। त्यसमा चाहिँ मेरो बाउ आमाले हैन खानासम्म नै त्योसम्म गरेछ क्या। इज्जत भनेर सबैको हुन्छ नि हैन। तर इज्जत मेरो इज्जत भनेर चाहिँ तपाईँहरूले भनौँ न एक किसिमले माटोमै मिलाइदियो क्या। दोष म कसैलाई दिन चाहदिनँ। तर हाम्रो एउटा पत्रकार दाजु उहाँको नाम दिवाकर। हजुर। उहाँले हाम्रो बारेमा लेख्नु भएको रहेछन् हैन। बाइक भिडियो बनाउनु भएको थियो एउटा। भिडियो पनि बनाएको रहेछ लेखेको पनि रहेछ हैन। हाम्रोबाट चाहिँ हाम्रो तर्फबाट चाहिँ उहाँलाई थ्रेट छ भनेर भोलि गएर म मऱ्यो भने अचम्म नमान्नु यताउति भनेर भन्नुभएको रहेछ हैन। यो कुरामा चाहिँ म के भन्न चाहन्छु भने मेरो जतिजना बच्चाहरू छ नि सायद 17देखि 20-21 म्याक्सिमम 21 होला। त्योभन्दा माथि कोही पनि छैन। त्यो बच्चाहरूकोबाट तपाईँहरूलाई के डर के गर्न सक्छ होला त्यो बच्चाहरूले? र तपाईँहरूले हुन्छ नि मेरो बच्चाहरूको चरित्रमा यस्तो हिंसा गर्नु भएको छ नि हैन। यति इज्जत लुट्नु भएको छ नि मेरो हैन। ल मेरो बच्चाहरूको त्यति खासियत भएको छैन। मेरो भनौँ न एक किसिमको इज्जतै लुट्यो क्या तपाईँहरूले हैन। यस्तो भयो नि हैन। दुनियाँले मलाई अहिले यहाँ यस्तो नजरले हेरिरहेछन् हैन। तर म डराउने बेलामा चाहिँ छुइनँ हैन। किनभने मैले गलत गरेको छुइनँ। मैले गलत गरेको रहेछ भने कसैले प्रमाण गर्न सक्यो भने म
हजुरहरूले जे भन्नुहुन्छ म त्यो गर्न तयार छु क्या फर्स्ट कुरामा चाहिँ होइन सजाय भोग्न तयार हुन्छ सजाय भोग्न आँखा चिम्लेर म सजाय भोग्न तयार छु त्यो मात्र होइन फर्स्ट डेमा नारा लगाउँदाखेरि गएको हामी हो होइन फर्स्ट डेको नारामा लगाउँदाखेरि झै झगडा पर्दा इँटासिटा हान्दा टाउको फुट्दा यताउति हामी त्यहाँ थियो सेकेन्ड दिनमा जुन ठाउँमा लुटपाट भयो यताउति भयो होइन त्यहाँबाट एकजनाको मात्र भिडियो पठाउनु मलाई होइन हाम्रो ग्रुपबाट एकजनाको मात्र भिडियो फोटो पठाउनु म आफै पुलिस स्टेसन गएर म आफू जुत्ताको माला लगाएर मुख कालो पारेर होइन काठमाडौँ पुरा घुमेर म आफूलाई सरेन्डर गर्न तयार छु क्या म मात्र होइन मेरो बच्चाहरूलाई सबैजनालाई म भन्छु होइन मसँग जतिजना गएको थियो म सबैले लिएर आएर सरेन्डर गर्न तयार छु क्या होइन तर तपाईँहरूले डिसाइड गरि अब मिडियाबाट चाहिँ म मिडियाबाट भन्नु खोजेको होइन तर जतिजना जनताहरू छ नि होइन आधी जनताहरूले डिसाइड गरिसक्यो क्या हामी देशद्रोही भनेर यति म त भन्नु न होइन तपाईँहरूको घरमा यही कुरा तपाईँहरूलाई भएको भए होइन मेरो इज्जतमा यति दाग लगाइरहेको छ खाना पनि खानु पाएको छैन होइन के गर्नु पाएको छैन हरेक ठाउँबाट आफ्नो सन्तानबाट आफ्नो भाइ दिदी बहिनीहरूबाट सबैले धिक्कारिरहेछ मलाई आज आएर होइन बस तपाईँहरूको यो सानो तिनोको कुराले गरेर होइन देशद्रोही मैले के देशद्रोही गरेर देशको लागि राम्रो होस् तपाईँको बच्चा बच्चीहरूलाई स्वतन्त्र पाओस् भोलि पछि गएर तपाईँहरूको बच्चाहरूलाई होस् मेरो बच्चा बच्चीहरूलाई होस् होइन त्यो सोचेर नारा लगायो नि त हामीले त मैले थोरै टिबेट फ्री टिबेट भनेर नारा लगाएको हो र होइन नि हामी अब भन्नु भने कसरी भन्नु होइन तर हामीलाई चाहिँ एकदमै अब सोसियल मिडियाबाट हाम्रो एकदमै चरित्रमा एकदमै कालिकै पुगिसक्यो सबैले होइन अब म चाहिँ के भन्न चाहन्छु भने सकेसम्म जस्टिस दिलाउनुहोस् होला होइन हामीले के गल्ती गरेको रहेछ भने प्लिज हामीलाई त्यो भिडियो पठाउनुहोस् हामीले गल्ती गरेको रहेछ भने म सजाय भोग्नलाई तयार छु म मात्र होइन मेरो जतिजना भाइ बहिनीहरू छन् सबैजना आफूलाई सरेन्डर गर्न तयार छन् र हिजो जसरी हामीले सरेन्डर गर्न गएको थियो हामी फेरि त्यसरी सरेन्डर गर्न जान तयार छौँ उहाँले प्रमाण लिएर आउनु भयो भने चाहिँ मैले अघि भनेको अनुसारले म सजाय भोग्न तयार छु तर प्रमाण लिएर आउनु सकेन भने चाहिँ के गर्नुहुन्छ होइन र प्रमाण गर्नु सकेन भने चाहिँ भगवान् त्यो हुन्छ नि प्रमाण गर्नु सकेन भने भगवान् कसम भोलि गएर म मुद्दा हान्छु उहाँलाई होइन म मुद्दा हान्छु यति इज्जत लुटेको छ नि होइन मेरो मात्र होइन मेरो भाइ बहिनीहरूको सबैजनाकोमा यति कालिक कोटेको छ नि म भोलि मुद्दा हान्नु जान्छु क्या होइन उहाँलाई मैले हिजो पनि हजारौँले हेरिरहेको थिएँ मेरो लाइभ होइन उहाँले भनेको थियो कतिजनाले मेरो अगेन्स्ट पनि बोल्यो मैले कतिजना भने को उहाँ म चिन्दिनँ हिजो भर्खर थाहा पाइरहेको छ मलाई उहाँको नाम को मलाई थाहै छैन उहाँ त अहिलेसम्म भेटेको पनि छैन उहाँसँग त्यो पनि भएको छैन हाम्रो न कसैसँग लिङ्कअप छ होइन हामी न कुनै पार्टीको होइन हामी अहिलेसम्म कुनै पार्टीकोमा हिँडेको पनि छैन कसैको पार्टीको लागि नारा पनि लगाएको पनि छैन अहिलेसम्म रेकर्ड छैन हामी कुनै पार्टीको लागि नारा लगाएर हिँडेको होइन हिँडेको त्यो पनि भेट्यो भने हामी सजाय भोग्न तयार छौँ कि ल हामी झोलिने रहेछ होइन नेताको झोलिने रहेछ भने हामी सजाय भोग्न तयार छु होइन तर छैन रहेछ भने मेरो इज्जत गएको त्यो कसले लिएर आउँछ फिर्ता मेरो बाउ आमाले मलाई जति थुकेको छन् होइन त्यो कसले दिन्छ मलाई फिर्ता जुन आज मलाई यहाँ जतातता मलाई खोजिरहेछन् होइन बाटोमा हिँड्न गाह्रो भइरहेछन् होइन त्यो कसले हेर्छन् तपाईँहरूले हेर्नुहुन्छ म आफूले हेर्नु परिरहेको छु नि होइन म एउटा लगभग 27-28 वर्षको केटा कमाइ धमाइ केही पनि छैन होइन दुःख गरेर म एउटा ट्याटो आर्टिस्ट मान्छे होइन एउटा ऱ्यापर टाइपको एउटा सिङ्गर टाइपको होइन यस्तो मान्छे नेपालमा हुर्केको मान्छे होइन जहिले दिनभरि काम गरेर पैसा कमाउने मान्छे होइन टाइमहरू है कति भयो त्यस्तो गर्ने मान्छेलाई चाहिँ अब तपाईँहरूले त्यस्तो भन्दाखेरि मेरो इज्जत कसले लिएर आउँछ फिर्ता भोलि गएर म ल यो त देशद्रोही रहेछ यसकोमा किन जाने भनेर के गर्नुहुन्छ यो कुरामा चाहिँ के गर्नुहुन्छ हजुरले कसैसँग के प्रुफ छ मैले के गरेको छु भनेर प्रुफसम्म त अस्ति नै आउनु पर्ने हो त अहिलेसम्म त म थानामा हुनुपर्ने हो त हिजो गएको हो त हामी होइन पुलिस स्टेसन गएको हो होइन सरेन्डर गर्न गएको अहिले त हामी चौकीमा हुनुपर्ने हो होइन बिहान पनि चौकीबाट मान्छेहरू आएको थियो पुलिसबाट आएको थियो खोइ केही पनि भएन त होइन म सरेन्डर गर्छु भनेको नि हो खोइ केही पनि भएको छैन त होइन र अहिले पनि अर्को आज बिहान पनि एउटा मुद्दा निस्किरहेको छ मेरो बारेमा फेरि अब आज मैले अघि भनेको अनुसारले होइन हाम्रो एउटा गीत निस्किन लागेको थियो यो जे कस्तो भन्दाखेरि 2 वर्ष अगाडिको पुरानो भिडियो होइन एउटा भिडियो निस्किन लागेको थियो त्यसमा चाहिँ अलिकति भनौँ न देशको बारेमा होइन
त्यसमा चाहिँ कस्तो भन्दाखेरि वेपनहरू युज हुन्थ्यो क्या फर इक्जाम्पल बन्दुकहरू हजुर फर इक्जाम्पल एयर सफ्ट गन भने हजुरलाई थाहै होला होइन भिरकुरी मण्डप होइन कतिवटा ठाउँमा बेचिरहेको हुन्छन् होइन यस्तोहरू प्रपहरू युज भइरहेको हुन्छन् कतिवटा भिडियोमा प्रप युज हुन्छन् कतिमा हाम्रो काठले बनाएको प्रपहरू युज भइरहेको हुन्छन् होइन त्यो मसँग छ भनेर अहिले यहाँ मुद्दा उठाइरहेछन् होइन मैले छैन म भनेको छुइनँ हामी एउटा भनौँ न एउटा सिङ्गर एज अ पर्फर्मर हाम्रो युट्युब भिडियोमा गएर हेर्दा हुन्छन् युज गरेको छन् होइन तपाईँहरूको अहिले पनि देखाउन तयार छु होइन एउटा डुप्लिकेट गनलाई होइन तपाईँहरूले ओरिजिनल हो यो आतङ्ककारी हो भनेर चाहिँ भन्न चाहिँ कसरी सक्यो र म यो सकिने बित्तिकै म आज हेड क्वार्टर गएर त्यो पनि म के भन्छ सरेन्डर गरेर होइन त्यो यस्तो हो भनेर म देखाउन तयार छु म अहिले यो इन्टरभ्यू सकिने बित्तिकै म त्यही जान्छु भनेर बसिरहेको छु म अहिले होइन हजुरहरूले त अहिले नै डिसाइड गर्नु भइसक्यो क्या म आतङ्ककारी हो भनेर होइन भोलि गएर मेरो भाइ बहिनी मेरो दिदी आमाहरूले कसले हेर्छ तपाईँले हेर्नुहुन्छ खै मलाई हेर्छ जस्तो लाग्दैन त आफ्नो देश मैले मेरो देश प्यार भएर मलाई मेरो देशको माया लागेर म गएको हो कि हाम्रो लगभग 2टा ग्रुप गएको थियो एउटा टिओबीको गएको थियो एउटा हाम्रो सँगै जाने भनेर प्लान गरेको हाम्रो हेलबन दाजुभाइहरू होइन हाम्रो टिओबीको ग्रुप मात्र नै लगभग घुमाइफिरे 30-40 जना त्यति हो 30-40 जना र आउटमा कलेजबाट हिँडेको बच्चाहरू लगभग 60-70 जना होइन किनकि हाम्रो प्रायः जस्तो सबैजना स्कुल र कलेजमा पढिरहेको बच्चाहरू छन् हाम्रो त्यस्तो चाहना केही पनि थिएन हामीले गरेको पनि छैन त्यहाँ जतिजना मलाई यति गरिदिनुहोस् होला होइन हिजोको दिनमा जतिजना त्यहाँ थियो होइन तपाईँहरूले हामीलाई देख्नु भएको नै हो तपाईँहरूले हामीलाई चेयर अप गर्नलाई नारा लगाने हो गर्नुपर्छ दाइ हुनुपर्छ भनेर तपाईँहरूले नि भने हो हामीलाई होइन हामीले त्यहाँ गएर कुनै ठाउँमा ढुङ्गा मुरा के हानेको छ रहेछ भने आएर प्रमाण गरिदिनुहोस् होला प्लिज होइन गरेको छैन पनि प्लिज प्रमाण गरिदिनु होला गरेको छैन यो भाइहरूले गरेको छैन भनेर प्रमाण गरिदिनु होला होइन हामी बिहानको लगभग 11-12 बजीतिर हिँडेको होइन तपाईँहरूले युट्युब टिकटकमा भिडियो देख्नु भएको छ होला अगाडि बाइक राखेर बिचमा भाइ बहिनीहरूलाई राखेर पछाडि बाइक राखेर स्क्वाड गर्दै हिँडेको किनकि बच्चाहरू छन् उहाँहरूलाई के होला कि भनेर डरले हामीले उहाँहरूलाई सेफ्टीको लागि बिस्तारै गइरहेको थियो तर जब गोलीबारी हुन्छन् को चाहिँ आँटिँदैनन् र होइन मेरो पनि सानो सानो बच्चाहरू छन् त्यहाँ त्यत्रो भाइहरू छन् भगाउनु परेन र भाग्नु परेन र तपाईँहरू जस्तो लाइक बुढापाकाहरू मान्छेहरू आएर ढुङ्गा हानेर होइन पुलिसहरूलाई ढुङ्गा हानेर यताउति गरेर पुलिसहरूको पनि के गल्ती के आफ्नो ज्यान जोगाउनलाई त जे पनि गरिहाल्छ नि होइन र तपाईँहरूले नै सुरु गरेपछि पिसफुल प्रोटेस्ट भनेको थियो नि ल बाइक आयो होइन बाइक पड्कायो अरे के पड्कायो कहाँ पड्कायो हामीले होइन त्यहाँ राख्यो हामी आयो गोलीबारी सुरु भयो ढुङ्गा मराएर सुरु भयो तब हामीले बाइक पड्काउनु सुरु गरेँ होइन यसको पछि चाहिँ असु ग्यास आउनु थाल्यो असु ग्यास आउनु थालेपछि एम्बुलेन्सहरू जाने बाटो भइरहेको थिएन त्यो एम्बुलेन्सहरूलाई बाटो खोल्न थाल्यो हामीले असुर ग्यास त्यो मुखमा खाइ पनि आँखाबाट चुहाइ बाटो बाइक अगाडि राखेर होइन एम्बुलेन्स गाइड गर्दै गरेको बच्चाहरूलाई सेफ्टीमा लग्दै घाइते भएकोहरूलाई लग्दै यताउति गरेर बसेको मान्छेहरू हामी होइन आज आएर हामीलाई आतङ्ककारी मैले मेरो बच्चाहरूलाई सेफ्टीमा लगेर गएको तपाईँले याद गर्नु होला होइन त्यो एरियाको होइन सिग्नल जाम गरेर राखेको थियो होइन पुरा सिग्नल जाम थियो फोन गर्दाखेरि फोन लागिरहेको थिएन त्यो झन्डैले हामी अब एउटा बाइकर्स ग्रुप हो होइन बाइकर्स ग्रुपमा हामी अब कतिजनाको 100, 200, 300, 400, 500 जनाको ग्रुप हुन्छन् होइन उहाँहरू हराउँला कि बाटोमा के होला कि एउटा वकी टकी सेट बोकेको हुन्छन् हामीले होइन त्यो सेट चाहिँ तपाईँले आजकलको टाइममा होइन आजकलको टाइममा तपाईँले जहाँ पनि भेटिन्छन् कि क्याफेमा रेस्टुरेन्टमा होइन क्लबमा जहाँ पनि भेटिन्छन् त्यो भनेर चाहिँ इन्केस बाटोमा कोही रोक्यो भने यताउति भयो भने हामीलाई सम्मत गर्नु है भनेर त्यो कारणले राखेको हो नि त होइन त्यो दिन सिग्नल जाम भएको थियो त्यो कारणले हामीले युज गराएको थियो क्या होइन त्यो युज गर्दै होइन सबैजना भेला हो एउटा ठाउँमा भेला भएपछि सिधै यो अति नै भयो यो हुँदैन भनेर हामी त्यहाँबाट लागेँ होइन हामी त्यहाँबाट लागेँ जतिजनालाई बचाउँछ बचाएँ होइन सबै ठाउँमा म गरेँ तर जब बुढापाकाहरूले ढुङ्गा के हाल्न थाल्यो तोडफोड गर्न थाल्यो हामीले सक्दैन अब यो चाहिँ हाम्रो बसको बार हो हामीले हुँदैन यो हामीले गर्न आएको होइन भनेर हामी निस्किएँ त्यहाँबाट आफ्नो बच्चाहरूको कसलाई चाहिँ माया लाग्दैन र होइन भोलि गएर मऱ्यो भने उनीहरूको बाउ आमालाई म कसरी जवाब दिनु जुन यो पत्रकार हाम्रो दिवाकरजी हुनुहुन्छ उहाँले हिजो भनेको थियो होइन उहाँलाई 80 राति हो कि हिजो राति मैले हिजो मात्र देखेको यो कुरा
उहाँले उहाँको प्राणको खतरा छ फुल्ली भनेको छ उहाँले होइन। म यहाँबाट म एज अ टिओबीको लिडर होइन प्रेसिडेन्ट म यति भन्न चाहन्छु, उहाँलाई प्रोटेक्सन दिन पर्यो भने हामी रेडी छौँ होइन। उहाँको प्रोटेक्सन गरेर यताउति उहाँले जहाँ जहाँ पुग्नुपर्ने छ हामी रेडी छौँ र मेरो समूहहरूले जतिजना मेरो ग्रुपहरू मेम्बरहरू छन् सबैजनाले उहाँलाई सुरक्षा दिन तयार छु। तर मैले गरेको गलत काम, मैले गरेको जुन मेरो टिओबीले गरेको गलत काम प्रुफ हुनु पऱ्यो क्या होइन। भोलि गृह मन्त्रमा ल्याएर मलाई थराएर होइन मैले यो गलत काम गरेको छ भनेर प्रुफ दिलाउनु पऱ्यो क्या, आउनै पऱ्यो क्या। म पनि आउँछु, तपाईँ पनि आउनु, प्रमाण लिएर आउनु क्या होइन। मैले गलत गरेको छु भने प्रमाण लिएर आउनु, म आउँछु, तपाईँ आउनु। मलाई केही हिंसा चाहिँदैन फर्स्ट सुरुमा त होइन। तर जुन चरित्रमा त्यो दाग लागेको छ नि होइन, त्यो मिटाउनलाई त म अर्को के गर्नु सक्छु र होइन र। उहाँ इनकेसले भोलि गएर मेरो कुनै बच्चा, मेरो भाइ बहिनीहरू, इभन म आफै होइन जति दाग लागेको छ नि होइन, मेरो कुनै बच्चाहरूलाई के भयो भने होइन आफूले हार मानेर कसैले आफ्नो ज्यानलाई के भएको के भयो भने त्यसको जिम्मेवारीको तपाईँ लिनु सक्नुहुन्छ होइन। कसैले लिनु सक्नुहुन्छ? दिपाकरजी होइन तपाईँले लिनु सक्नुहुन्छ भने ल लिनु सक्नुहुन्छ भन्नु होइन। तपाईँको सुरक्षा हामी गर्न तयार छौँ, मेरो समूहहरूले तपाईँको सुरक्षा गर्न तयार छ। समूह भन्ने बित्तिकै त्यो होइन नि फेरि होइन, त्यो के अरे एनजिओ होइन होइन। हाम्रो जुन ग्रुप छ नि होइन बाइकर्स ग्रुप भन्छ नि होइन, काठमाडौँ पुरा घुमेर बस्छन् होइन, हामी आएर तपाईँलाई सुरक्षा गर्न तयार छौँ क्या होइन। तर मेरो सुरक्षा, हाम्रो सुरक्षा, मेरो बच्चाहरूको सुरक्षा कसले गर्छ र? हाम्रो त इज्जतै गइसक्यो, हामीले देशद्रोही भइसक्यो नि दाइ। अब म त दाइ होइन आज सरेन्डर गर्छु होइन, सबै कुरा सरेन्डर गर्छु। घर गएर बाउ आमालाई मुख देखाउनु लागेको त छुइनँ अब होइन। नगरेको चिज चाहिँ देशद्रोही इज नट अ जोक क्या होइन। देशद्रोही कस्तोलाई भन्छन्? मैले के गलत गरेँ? कसैलाई मैले के गलत गरेँ? को मान्छेलाई मारेँ? कुन पुलिसलाई मारेँ? मैले देशको कुन लिगल डकुमेन्ट मैले अर्को विदेशहरूलाई बेचेर मैले कसैलाई के गरेँ र? देशद्रोही कसरी भन्न सक्यो मलाई? इज्जत त गयो नि, बाउ आमाको अगाडि इज्जत गयो, मेरो परिवारको अगाडि इज्जत गयो। टोलको मान्छेहरूले यहाँ घरमा आएर मलाई भनिरहेछन्, मलाई घेरिरहेछन्, मलाई थुकिरहेछन्, मलाई झापडा हानिरहेछन् होइन। भोलि गएर सायद म आफै झुन्डेर मर्न तयार छु क्या होइन। यतिसम्म मलाई गाह्रो भइसक्यो। म सायद होइन म हार मानिसकेँ होइन, म जुत्नु त म जुत्छु, म प्रुफ नहुनुसँग म जुत्छु होइन। मलाई प्रुफ गराउनु, मलाई गलत ठहराउनु होइन म मान्छु। जब म राइट हुन्छु नि होइन, जब म यो कसैसँग प्रुफ नभएपछि मलाई ल भाइहरूले जित्यो भनेर एउटा आवाज आउँछ नि होइन, महाकसम जुन दिन म त्यो आउँछ नि त्यो दिन म एउटा यस्तो मजाले एउटा कहानी लेखेर होइन झुन्डेर मर्न तयार छु क्या। त्यसको जिम्मेवारी तपाईँहरूले लिनुहुन्छ क्या। इज्जत सबैको प्यारो हुन्छ नि होइन। मलाई यतिसम्म गाह्रो भइसक्यो क्या दाइ यार। अब भन्नु पर्ने कसरी भन्नु के, घरमा बस्न लायकको भएको छैन कि दाइ यार, कसरी भन्नु? घरमा बस्न लायकको भएको छैन। टोलको मान्छेहरू घरमा छिरेर कस्तो गरिरहेछ हाम्रो यार। मेरो घरमा दिदी बहिनीहरू छन्, भाइ बच्चाहरू छन् यार। माटो कसले जिम्मेवारी लिनुहुन्छ? तपाईँले जिम्मेवारी लिनु सक्नुहुन्छ? कसले जिम्मेवारी लिनु सक्नुहुन्छ लु भन्नु ल मलाई। मेरो इङ्ग्लिसले होइन म ल भनौँ न म आतङ्ककारी थिएँ ल, म भक्कङ्ग मलाई बौद्धमा आएर बौद्धमा होस् जहाँसुकै होस् जहाँ चुरीखेलमा ल्याएर जलाइदिनुहोस्, जुन्दै जलाइदिनुहोस् होइन, जलाउन तयार छु। तर मेरो घर परिवार कसले हेर्नुहुन्छ ल भन्नु त ल? तपाईँले हेर्नुहुन्छ? घर परिवार भनेर सबै कुरा भनेको छ नि होइन, घर परिवार नै हुन्छन् कि। तर जब घर परिवारमै इज्जत रहेन भने मरेको लास्टसम्म हो क्या मान्छेहरू होइन। अहिलेसम्म जिन्दगीमा जहिले पनि इज्जत राखेर हिँडेको मान्छे म, दुनियाँलाई बाँड्दै हिँडेको मान्छे होइन। अहिले आएर मेरो चरित्रमा यस्तो दाग लागिरहेछ नि होइन दाइ, यो त मरेको सामान भएन र। तपाईँले देशद्रोहीको एउटा आएपछि मरेको सामान भएन दाइ। मेरो परिवारले के बुझिदिन्छ यार दाइ? हिजो खाना खाँदाखेरि साला खाना खानु निल्न सकिरहेको थिएन थिएँ, बाउ आमाको ताना सुनेर होइन निल्न सकिरहेको थिएन थिएँ कि। मेरो बाउ आमा बिचरा उहाँहरूले के थाहा होइन। म तपाईँहरूको बच्चाहरूको लागि लडेको हो कि, म अपकमिङ मेरो बच्चाहरूको लागि लडेको, तपाईँहरूको बच्चाहरूको लागि लडेको हो नि यार। ल ठिकै छ, आज आएर यस्तो भइहाल्यो होइन। ल धेरै लामो चौडाको चाहिँ भन्न सक्दिनँ म कसैलाई पनि होइन। प्रुफ लिएर आउनुहोस् होला, मलाई गलत ठहराउनुहोस् होइन। गलत ठहराएको अनुसारले म जेलमा जानु पनि तयार छु, जेसुकै किन नहोस् होइन। मलाई फाँसीको सजाय दिए पनि म लिन तयार छु। देशद्रोहीको सजाय फाँसी बाहेक अरू केही पनि
सोल्युसन छैन मेरो नजरमा चाहिँ है। देशद्रोहीको सजाय फाँसीभन्दा अर्को केही दिनै मिल्दैन। मेरो देश मेरो नेपाल मलाई पनि प्यारो छ होइन। यही धरतीमा हुर्केको, यही धरतीमा खेलेको, यही ठाउँमा गुच्चा खेलेर हुर्केको होइन। यही गली गलीमा होइन, यही गली गलीमा हाँस्दै साइकलको पाङ्रा कुदाउँदै होइन, दक्षिणा माग्दै हिँडेको हामीहरू होइन, बच्चादेखि होइन। मलाई प्यारो छ क्या मेरो देश होइन। तपाईँहरूले आज आएर मलाई म टिबेटन हो हिजो पनि नारा लगायो, कतिजनाले नारा लगायो टिकटक लाइभमा होइन। शरणार्थीहरू मेरो देश छोडेर, हाम्रो देश छोडेर जा, कुकुरहरू यताउति यतिजनाले भनेको छन् हामीलाई होइन। तर पनि हामी सहेर बसिरहेको छौँ अहिलेसम्म। तर प्रमाण त छैन नि त हजुरहरूसँग हामी शरणार्थी हो। मैले भनिरहेको छु म आदि टिबेटन हो, मेरो आदि नेपाली हो होइन। मेरो बाउ बाजेको पालाको मेरो 3-4 पुस्तादेखिको यहाँ बसेको पाला हो। म नेपाली हो भनेर म प्रमाण गरिरहेको छु, नेपाली नागरिकता देखाइरहेको छु, पासपोर्ट देखाइरहेको छु। के चाहियो तपाईँलाई?